लगाएर यो फेक प्रडक्ट बिकाउनलाई एउटा फेक गर्छ कि के हो भगवान् जाने होइन। सिर्फ यहाँबाट यति खस्यो क्या, यति कति भनौँ न लगभग 1-2 फिट हो क्या, त्यति खस्यो। डेन्ट आइसक्यो कि यो मिलिट्री भने सिम्पली त्यति खस्दाखेरि यति डेन्ट भयो क्या। अनि यिनीहरू मिलिट्री सर्टिफिकेट अनि विभिन्न भन्नुको अर्थ के हो? अनि युट्युबरहरूले नि पुरा भजादिको गर्छ नि एक्सपेरिमेन्ट, त्यो गलत हो जस्तो लाग्छ क्या। यसको राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि डिस्प्ले ठिक छ है, डिस्प्ले ठिक छ, साउन्ड ठिक छ। डिस्प्ले र साउन्ड ठिक छ, अलिकति थोरै ल्याग हुन्छ, अलिकति भोलि थप्यो केही गर्यो सफ्टवेयर अपडेट गर्यो भने चाहिँ छुट्टै कुरा। तर क्वालिटी चाहिँ मैले चाहिँ यो ठिक जस्तो लागेन है। सिम्पलकै यति खोज्दाखेरि यस्तो, अब हामी त सिम्पल युजर किनेर चलाउनुलाई त गाह्रो छ नि त। उनीहरूलाई त एउटा कसैले अब आफैले किनेर नि दुःख गर्नु होला होइन। प्रायः अब उनीहरूलाई दिन्छ कम्पनी। ब्याट्री पनि ठिक छ, ब्याट्री पनि ठिक छ, चार्जिङ पनि ठिक छ, साउन्ड पनि ठिक छ, डिस्प्ले पनि ठिक छ। यो डिस्प्ले क्वालिटी पनि अब हामी त युट्युबर मिडल युजर अब आफूलाई भनेर किन्ने हुन्छ, यो कम्पनीको कसैको अथराइज दिएको होइन। डिस्प्ले पनि ठिक छ, क्वालिटी पनि ठिक छ। सिम्पल यति के थोरै खस्दाखेरि यतिको डेन्ट पेन्ट भन्छ क्या। अनि मोटोले अलिकति विचार चाहिँ गर्नै पर्छ क्या, अथोरिटी अरूलाई दिएपछि अलिक होसियार चाहिँ हुनैपर्छ। मेरो 15 दिनको पछिको एक्सपिरियन्स हो है, एक्सपिरियन्स 15 दिन पछिको हो। कभर पनि पाइँदैन, यो मैले मगाएको हो विदेशबाट, कभर पनि पाइँदैन। अरू कुरा त ठिकै छ, साउन्ड पनि, क्यामेरा पनि राम्रो छ। तपाईँहरूलाई साउन्ड क्यामेरासँग लो बजेटमा पाइन्छ भने किन्दा हुन्छ। तर क्वालिटी चाहिँ मलाई भनेको जस्तो, नेटमा भनेको जस्तो अनि युट्युबरहरूले देखाएको जस्तो चाहिँ भएन है। यदि सिम्पल थोरै के 1 फिट 1.5 फिट होला क्या झरेको, 1.5 फिट झर्दाखेरि यतिको डेन्ट ल। अनि यो मिलिट्री सर्टिफिकेट के दियो त यसले? बोलियोको लागि कभर अनिवार्य राख्नुहोस् होइन, कभर अनिवार्य राख्नु। सिम्पल मोटोको लभर हो भनेर चलाउनुहुन्छ भने साउन्ड ठिक छ, डिस्प्ले ठिक छ, क्यामेरा ठिक छ, यति प्राइसमा सबै कुरो पर्फेक्ट छ। डिस्प्ले ठिक छ, फ्ल्याट डिस्प्ले बेस्ट छ। तर क्वालिटी जुन मैले डिस्प्ले यिनीहरूले प्रचार गर्छ नि मिलिट्री सर्टिफिकेट, त्यो चाहिँ केही पनि छैन यसमा। यो सिम्पल हो, यति सिम्पल झर्नाले पनि प्रेममै गयो। M12 है, यो न त मिडल युजर फ्यामिलीहरूमा कसरी चल्छ, मोबाइल जसरी पनि झर्छ बेडबाट पनि खसिरहेको हुन्छ, मतलब हुँदैन होइन। ल हेर्नुहोस्, न त यसको कुनै सर्टिफिकेट छ, न त कुनै केही सर्टिफिकेट छ, यो सिम्पल युजर्सको हो। ल अहिलेसम्म कुनै पनि के न त यो प्रब्लम छ, न त कभर के एउटा अब त्यो छुच्चा दाग भने 3-4 वर्ष, ठ्याक्कै 2 चाहिँ पुरा भयो ल, 2-2.5 वर्ष भयो, 2.5 वर्षसम्मको सेट ल हेर्नु, यस्तो दम छ कि अझै नै। अनि मोटोले के आधारमा मिलिट्री सर्टिफिकेट दिएछ त? एकैछिन त्यति सिम्पल कुरामा